So hello guys, namaste, welcome and welcome back to my channel another new video. आजको न्यू डे न्यू ब्लग सँगसँगै म पनि उपस्थित भइसकेको छु। आयोग तपाईहरु एकदमै सन्चै हस्त व्यस्त मस्त हुनुहुन्छ होला। म पनि एकदमै धेरै सन्चै छु हजुरहरुको माया साथ सपोर्टले गर्दा। अनि आज चाहिँ म चाहिँ घाँस काट्न जानु आँटेको के साथीहरु। यो बाख्राहरु पनि कति साह्रो कराउँछ हौ। घाँस काट्न जानु आँटेको अनि त्यसपछि पानी पनि सिमसिम परेछ, कुखुरा पनि कट्याक्र कुतुक गर्दैछ, फुले जस्तो छ। फुलेछ साथीहरु, देख्न सक्नुहुन्छ ल। यहाँनिर फुलेछ ल अण्डा हेर्नु त, यहाँ दुईवटा अण्डा फुटिरहेछ यहाँ। ल हेर्नु दुईटा अण्डा देख्नुभयो नि साथीहरु, दुईटा अण्डा फुलिरहेछ अनि कताक कताक गर्दै रहेछ। म त छक्कै पर्छु, 20 रुपैयाँको अण्डा झार्नु पर्ने छ 50 रुपैयाँ झारे जस्तो तामासा देखाउँछ के साथीहरु। अनि त्यही भएर हो। अनि आज चाहिँ म चाहिँ घाँस काट्न जानु आँटेको अनि खाजा खाने पनि टाइम भइरहेछ। अनि आएर खाजा खानु भनेर सोचिरहेको छु। बाख्रा नि कराएर नकराइकन त घाँसै नदेला जस्तो के बाख्राहरू पनि कति साह्रो कराउँछ, पट्याक्र पुतुकमा त छक्कै पर्छु। अनि देख्न सक्नुहुन्छ आज चाहिँ म चाहिँ जङ्गल जाँदिनँ, किनभने जङ्गल गयो भने चाहिँ धेरै टाढोको छ, धेरै टाइम पनि लाग्छ। अनि फेरि पानी पनि सिमसिम पर्दैछ, भरे पानी परिगयो भने त कुदेर आउनु गाह्रो हुन्छ नि त। अनि म चाहिँ यहीँनिर काट्नेवाला छ हाम्रो बारीमा। यो देख्न सक्नुहुन्छ बारी चाहिँ हाम्रो बारी। म यहाँनिर काट्छु ल, यहाँनिर त्यो भित्तामा त्यहाँनिर अलिअलि मैले देखिरहेको थिएँ क्या, घाँसहरू देखिरहेको थिएँ। अनि त्यही भएर आजले त फेरि सर्प हुन्छ, कस्तो धेरै सर्प हुन्छ। ट्याक टोक्यो भने त अनि हस्पिटल पनि कस्तो टाढो छ, मान्छेहरू सिनेर सेन्टी प्लान्ट हुन्छ। मकै पनि यस्तो भइरहेछ अहिले चाहिँ मकैबारी देख्न सक्नुहुन्छ। यो चाहिँ छ हाम्रो मकैबारी। अब एक दिनमा मकैहरू पनि दोर्ने बेला हुन्छ कि साथीहरू। खरे मैले अस्ति भर्खरै गरे जस्तो लाग्छ, छरेर भर्खरै उम्रेको जस्तो लाग्छ। अहिले म भन्दा ठुल्ठुलो मकैहरू भइसकेको छ। एक दुई दिनमा चाहिँ मान्छेहरू डेटिङ बस्यो भने पनि देखिँदैन त, यहाँ मान्छेहरू डेटिङ बस्यो भने देखिँदैन के बारेमा। ल मेरो डोको चाहिँ यहाँनिर छ। अब म चाहिँ यो घाँसहरू काट्नेवाला छु। यो फापरको भन्नुहुन्छ होला तपाईँले, फापरकै हो घाँस। पहिले जमानामा हाम्रो बाजे बोजूले नि उल्याएको अरे क्या, दाइजो ल्याएको अरे मेरो बोजूले यो फापरहरू चाहिँ, फापरको झारहरू चाहिँ। यो मायालाई यो पानी परिसकेपछि फेरि चप्पलभित्र माटो पसेर यस्तो गाह्रो हुन्छ नि साथीहरू। चप्पलभित्र सबै माटो पसेर सबै शीत परेको छ साथीहरू, सबै भिजेर मेरो यहाँ लक्ष्मी भइसक्यो हालत पनि। र मकै भित्री कहाँ गयो म। साडी लाएर आए भने कालो चस्मा लाए भने पक्कै ढल्छ केटो गरम गरम। मकैबारी दरम दरम ल हरियो काँक्रा गरम गरम, मकैबारी दरम दरम। यहाँ पानी झरेछ फेरि। ल हेर्नुहोस् यहाँनिर छ मेरो डोका, यति घाँस पुरा देख्छु। पानी पर्यो है गाइस, तप 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 तप। ल त गाइस अब चाहिँ म पनि घर जान्छु, पानी पर्नु थिएन।
ढुस्से लागेर फेरि हाम्रोतिर उस्तै छेक्यो देउराली डाँडा फुसुर कुहिरोले जागए पनि छोडेन कहिले मायाको धुइरोले भने जस्तो हेर्नु न पानी परेर यस्तो भइरहेछ सिम पानी परिरहेछ क्या बरु यो भन्दा एकैताल पानी पर्नु नि अनि पुरा राम्रो हुँदैन सिम पानी परेर अझ भएन भरे त बाख्रा कराउनु थाल्यो मैले घाँस ल्याउँदैछु भनेर थाहा पाएँ नि त उनीहरूले अनि कराउँदैछ सुन्नु त ल यिनीहरूलाई त जति दिए पनि कहिले साध्य छैन हौ साथीहरू काटेर ल्याउनु कस्तो गाह्रो छ यिनीहरूलाई खानु त लु खाऊ भाइ खाऊ खानुकै लागि जन्मेको खाऊ अब पल्लोपट्टि छिमेकीको यिनीहरूको छिमेकीलाई पनि हालिदिनु पर्यो नि त साथीहरू छिमेकीलाई पनि हालिदिनु पर्यो घाँस यहाँ चाहिँ यिनीहरूको छिमेकी लु खाऊ अब हात खुट्टा धुन्छु अनि त्यसपछि खाजा बनाउँछु ल साथीहरू कुखुराको अन्डा पनि झिकिहाल्नु पर्यो नि अरे पर जा यो यति बेलाको अन्डा साथीहरू यसरी फुल्छ क्या कपर जा कतिजनाले हिरोनीले फुल्यो 2 जना हिरोनीले फुलेछ अरू खै अरे हिरोनीले त फुलेकै छ यिनीहरूलाई धुनु पर्यो नि अन्डालाई सुली छ यिनीहरूलाई धुने अनि त्यसपछि राख्ने यसो यो धुँदाखेरि यो पानीमा चाहिँ चल्ला चाहिँ काट्दैन यिनीहरूले होइन चल्ला चाहिँ काट्दैन खानुको लागि है साथीहरू ल बुझ्नुभयो नि खानुको लागि धुनुपर्छ है दुईटा अन्डा गाइस अहिले चाहिँ देख्नु सक्नुहुन्छ मैले चाहिँ बनाउनुको आँटेको छु अब खाजा के छ खाजा भन्दाखेरि चाहिँ आज त केही पनि छैन हौ के खानु भनेर सोचिरहेको थिएँ अनि यो रहेछ घरमा अब यही पकाउनु आँटेको हाम्रो नुडल्स हाम्रो होइन मेरो हाम्रो नुडल्स एक प्याकेटलाई 130 पर्यो कस्तो महँगो बाख्रे अनि यहाँनिर चाहिँ त्यसको लागि देख्न सक्नुहुन्छ कि मैले प्याज टमाटर काटेर रेडी पारेको छु अनि यहाँनिर चाहिँ पानी उमाल्दैछु त्यसको लागि यो चाहिँ प्याज टमाटर काटेर रेडी पारेको छु यसलाई अब उसिनेर यसलाई मजाले भ्याटभुट पारेर खानको लागि अब देख्न सक्नुहुन्छ सबैभन्दा फर्स्टमा चाहिँ म यो गरिहाल्छु ल साथीहरू अनि त्यसपछि टमेटोको सिटा टमेटोको सिटा हाम्रो थुक्पा कहाँ गयो मैले खुनी त टमाटर टमाटर रेटी काटे साथीहरू है अब प्याज चाहिँ अलिक सानो सानो छ प्याज अलिक गाउँमै फलेको टमाटर हो घरमै फलेको प्याज हो क्या साथीहरू टमाटर र प्याज चाहिँ घरमै फलेको साथीहरू है
यो चलाएन भने त फेरि डढेर सबै यसरी चलाउनु पर्छ साथीहरु। आइसी मैले काटिसकेको टमाटर के गाइस देख्न सक्नुहुन्छ मैले चाहिँ तारिसके थुक्पा पनि यो तार्नै गाह्रो के चाहिँ साथीहरु देख्न सक्नुहुन्छ यहाँ चाहिँ मैले धोएर मजाले रेडी पारिसकेको छु चाउमिन। अनि यहाँनिर चाहिँ कराई फेरि मैले उ गरिरहेको छु बसिरहेको छु। अब यसलाई भुट्नु पर्ने छ साथीहरु। मैले यो लगाइदिन्छु यो अनि अघि मैले काटेर राखेको प्याज टमाटर छ यहाँ लगाइदिन्छु। टमाटरलाई गरिन्जेलसम्म राख्नुपर्छ साथीहरु है। मलाई त पकाउनै हुँदैन है साथीहरु, जस्तो छ त्यस्तै पकाइदिन्छु म त। यति भइसकेपछि चाहिँ म थुक्पा लगाइदिन्छु ल साथीहरु। नुडल्स ल त गाइज मैले चाहिँ पकाइसकेको छु चाउमिन। अब यो चाउमिन खानेवाला छु म। धेरै छ हेर्दाखेरि सानो जस्तै हो। ओइ माइ गॉड ओइ कसरी खाने होला। कस्तो दामी भएछ।
ओए होय 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 यो चाहिँ उही थम्नेल है साथीहरु फेरि के गरेको भन्नुहुन्छ पागल जस्तो धेरै छ है साथीहरु ला खसेको नि भुइँमा वाउ मनै मेरो चङ्गा भो जमिनलाई खाएर सच्ची मिठो भयो कसम है तर खानेकुरा त मलाई त जे पनि मिठो लाग्छ के गर्नु र साथीहरु ला झर नि अनि जति खाइ नि सकिँदैन त हौ हे भगवान
सकिन आँटा बचाए। बजारमा बनाएको जस्तो खालको थरी थरीको त गर्न आउँदैन, तर घरमै बनाएको पनि यस्तो दामी हुँदो रहेछ चाउमिन होइन। मैले फर्स्टचोटि बनाएको, मलाई त्यस्तो धेरै परिकारहरू त बनाउनु आउँदैन, तर पनि खाजाको लागि चाहिँ मैले बनाउनु जस्तो भए पनि बनाउँथेँ। तर आज चाहिँ युट्युबमा देखेर बनाएको, मैले देखाएर बनाउनु चाहिँ लाज लाग्छ के। अझै यहाँनिर सुँगुरको मासु भएको भए यस्तो दामी हुन्थ्यो होइन। अब खाएपछि पनि धन्दा त गर्नै पर्यो। खाने फ्यालिदिने गऱ्यो भने कसले धन्दा धुने साथीहरू, खाएपछि त धन्दा धुनै पर्छ। ओइ ओइ धन्दा पनि धुइसक्यो। मेरो पेटले कलकत्ता देख्यो साथीहरू। उइ हाम्रोतिर 4 दिन के साह्रो कुहिएको हो, हेर्नु न दिन कुहिएर। हेर्नु फुल महारानीहरू, वाउ फुल महारानीहरू राम्ररी फुलिरहेको छिन्। यो फुल महारानीहरूलाई मेरो गर्लफ्रेन्डलाई पछि के अरे फुल गिफ्ट दिनेवाला छु अरे। अनि आज चाहिँ दिन चाहिँ यस्तो छ, एकदमै खराब भइराखेको छ साथीहरू, देख्न सक्नुहुन्छ। म पनि यत्रो धेरै पेट फुलेर। ल त साथीहरू, आजको भिडियो चाहिँ के कस्तो रह्यो लाइक कमेन्ट सब्सक्राइब गरिनु नबिर्सिनु होला। राम्रो लागे लाइक कमेन्ट गरिनु, नराम्रो लागे कमेन्टमा भनिदिनु के चाहिँ नराम्रो लाग्यो। भोलिको दिनमा सुधार ल्याउने बाचाको साथ आजलाई चाहिँ म पनि भ्लगबाट बिदा भएर जान चाहन्छु। हस्त नमस्ते, बाई बाई, टाटा साथीहरू।